नमस्कार, मेरो नाम प्रतिमा शेर्पा। म चाहिँ एउटा गल्फर हो र सबैजनाले चाहिँ मलाई एउटा गल्फरकै रूपमा चिन्नुहुन्छ। मलाई चाहिँ एउटा सानो कुरा शेयर गर्न मन लाग्यो। मेरो चाहिँ गल्फ सँगसँगै एउटा यो पब्लिक स्पिकिङ अनि पहिला बच्चादेखि नै एउटा यस्तो सोहरू हुन्छ नि, अब कल कान्तिपुर अनि अरू डिफ्रेन्ट सोहरू हेर्ने भएको कारणले गर्दाखेरि पनि मलाई चाहिँ एउटा यस्तो प्रोग्राम चलाउने, माइकमा बोल्ने यस्तो कुराहरू चाहिँ पहिला बच्चादेखि नै मन पर्थ्यो होइन। इन्टरभ्यूहरू लिनेदेखि लिएर सबै चाहिँ मलाई बच्चादेखि यति धेरै मनपर्ने कि अनि बच्चामा पनि ऐनामा गएर आफैलाई क्वेसन सोध्ने, आफैलाई एन्सर दिने त्यस्तो प्र्याक्टिस गर्थेँ होइन। जस्ट एउटा मेरो भित्रदेखिको सोख भनौँ न, भित्रबाट आएको सोख। अनि नेपालमा गएको थिएँ अस्ति, अहिले चाहिँ हालै म क्यालिफोर्नियामा बस्दै आइरहेको छु र अस्ति लास्ट मन्थ चाहिँ म नेपालमा गएको थिएँ अनि हाम्रो एउटा गल्फ टुर्नामेन्ट अर्गनाइज गरेका थियौँ म र हाम्रो दुईटा दिदी मिलेर। अनि त्यसमा चाहिँ मैले धेरै कुराहरू बोल्नुपर्ने भएको थियो माइकमा होइन। अनि जस एमसी गरेको थिएँ त्यही बेला। अनि त्यो हुँदाखेरि चाहिँ मलाई मनमा कस्तो आयो भने ओहो, म त अझै बोल्न सक्ने रहेछु, अझै ममा त्यो भित्रदेखिको चाहना त अझै रहेछ। भनेपछि मैले चाहिँ आफूलाई गल्फ पनि मनपर्छ, पब्लिक स्पिकिङ पनि मनपर्छ, यसरी बोल्ने पनि मनपर्छ भने दुईटालाई कम्बाइन गरेर चाहिँ एउटा केही त बनाउन सकिन्छ होला नि, जुनले चाहिँ लाइक मलाई खुसी दिलाउँछ भन्ने फिल भयो। अनि त्यसैले आजको दिनबाट चाहिँ मैले एउटा युट्युबमा चाहिँ मेरो आफ्नो भिडियो राख्ने प्रयास गरेकी छु। सो आशा छ हजुरहरूले हेरिदिनुहुन्छ होला र मन पराइदिनुहुन्छ होला। र अफकोर्स मलाई यो क्यामेरा, माइक, एङ्गल कताबाट खिच्ने हो त्यस्तो धेरै आइडिया छैन। सो बिस्तारै सिक्दैछु अनि एडिटिङहरू पनि बिस्तारै सिक्दै जानेछु। अनि त्यही हो। सो मेरो आजको फर्स्ट भिडियो चाहिँ म गल्फ कोर्समा प्र्याक्टिस गरेको होइन। अनि अब गल्फ कोर्समा हुन्छ नि, अब जस्तो ग्रिन भनेको के हो, रेन्ज भनेको के हो, चिपिङ ग्रिन भनेको के हो भन्ने चाहिँ एउटा देखाउन गइरहेको छु। स्पेसली हाम्रो सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ गल्फ भन्ने एउटा गेम एकदमै निम्न मान्छेहरूलाई मात्र थाहा हुने भएकोले यसपालि चाहिँ मलाई यो भिडियो मार्फत चाहिँ सबैजनाले फुटबल, क्रिकेटको जसरी गेमको रुल्सहरू थाहा छ त्यसै गरी गल्फको अलिकति पनि थाहा भयो भने चाहिँ आई थिङ्क यो मेरो मनलाई खुसी मिल्छ भन्ने सोच राखेर चाहिँ यो भिडियो बनाउन गइरहेको छु। र हजुरहरूलाई केही क्वेसन, सजेसन, कमेन्ट्स केही पनि छ भने प्लिज कमेन्ट गर्नुहोला अथवा मलाई मेसेन्जरमा मेसेज गर्नुहोला। फिडब्याकको लागि अलवेज ओपन हो म होइन। केही कमेन्ट फिडब्याक छ भने प्लिज आई निड द्याट। मेरो टुर्नामेन्ट पनि आउँदैछ, मेरो हल्का ब्रेक भएको थियो, अब अहिले चाहिँ टुर्नामेन्ट अब ब्याक टु टुर्नामेन्ट खेल्ने प्रयास गरिरहेको छु। सो त्यसको लागि चाहिँ गल्फ कोर्स जाँदैछु अनि त्यही बेला चाहिँ म हजुरहरूलाई आज गल्फको इन्ट्रोडक्सन गराउन चाहन्छु। अनि त्यसै गरी अर्को नेक्स्ट टाइम गएको बेला म अझै गल्फको पनि अरूहरू पनि गेमको बारेमा हजुरहरूलाई देखाउनेछु। सो वी आर गोइङ टु द गल्फ कोर्स एन्ड कीप वाचिङ। अलराइट एभ्रिवान, हामी चाहिँ अब गल्फ कोर्समा आइसकेका छौँ। हल्का हावा लागिरहेको छ, त्यही भएर साउन्ड सुनेको छ कि छैन चाहिँ थाहा छैन। तर अब म हजुरलाई रेन्ज देखाउँछु है त। गल्फ कोर्समा रेन्ज भनेको चाहिँ के हो त है त। सो यो चाहिँ बल हान्ने रेन्ज हो होइन। यसमा चाहिँ अब सबैजनाले बल हानिराख्नुहुन्छ। गल्फ कोर्समा चाहिँ युजली हुन्छ नि, अब सुरुमा आउनेहरू बिगिनरहरूले चाहिँ यहाँबाट प्र्याक्टिस हुन्छ है। अनि यो चाहिँ मेरो क्लब्स हो, गल्फ क्लब्स। यसमा चाहिँ हाम्रो रुमाल हुन्छ, त्यसपछि डिफ्रेन्ट पकेटहरू हुन्छ। अनि म अहिले यो देखाउँछु यो भनेको के हो अनि कता युज गरिन्छ भनेर देखाउँछु होइन। बट एनिवे, सो यो चाहिँ रेन्ज हो। सो म अलि एक दुईवटा बल हान्छु अनि हजुरलाई देखाउँछु है त। ओके, सो सुरुमा चाहिँ गल्फ ग्लोभ्स लगाउनु पर्छ।
युजली गल्फमा चाहिँ लेफ्ट के भन्छ ग्लोभ्स मात्र लगाइन्छ किनकि हाम्रो मेन हान्ने भनेको चाहिँ दुई हातले भए पनि लेफ्ट ह्यान्डको चाहिँ युजली धेरै के भन्छ ट्राई गरिन्छ धेरै फोर्स हुन्छ हैन सबै मान्छेले मलाई टुवा भएर हेरिरहेको भएर आम लाइक फिलिङ लिटल awkward but it's okay. Okay. So this is my 60. यो चाहिँ जस्ट वार्म अपको लागि मात्रै हो. I don't know मेरो भोइस कस्तो आइरहेछ मलाई अलिकति awkward फिल भइरहेछ कहिले नगरेको भएर but it's okay. एकछिन है त. सो अब बिस्तारै स्विङ गर्दै जाने. मैले अघि नै वार्म अप गरिसकेको भएर यो चाहिँ बिस्तारै हान्छु है त. सो सुरुमा हामी feet together left right गर्यो त्यसपछि back गयो. यो गर्छौं यो चाहिँ ट्रिपिङको लागि मात्र युज हुन्छ युजुअली. सो म चाहिँ 9 आइरन लान्न गइरहेको छु. सो क्लब्समा चाहिँ यो 9 यस्तो हुन्छ कि क्लब्सहरु 9 8 7 भएर ड्राइभर सँगसँगै सानोदेखि ठुलोसम्म हान्ने हुन्छ नि कति टाढा हान्ने त्यो अनुसार फरक पर्छ. सो जति धेरै नम्बर भयो त्यति नै टाढा जान्छ. होइन सरी जति कम भयो जस्तो 7 ले बेसी जान्छ 8 ले अलिकति कम जान्छ 9 ले अलिकति कम जान्छ त्यस्तो हुन्छ. ओके फुल स्विङ गर्छु है त. माइकलाई अलिकति उग्ने जस्तो लाग्यो तर ठिकै छ. ओके सो बक्स सेटअप भयो. अगेन फिट्स टुगेदर अनि ग्रिप भयो. म पछि देखाउँछु अर्को एपिसोडमा ग्रिपहरू कसरी गर्ने भनेर चाहिँ त भयो. सरी है अल्छी लाग्यो है. यहाँ युजली हुन त सबै ठाउँमा यस्तो नै हो तर धेरै रेन्जमा चाहिँ सबै धेरै केटाहरू मात्र हुन्छ कि केटीहरू देख्नलाई एकदमै भेरी रेयर के. अनि आफूले बल हान्दा पनि सबैले टुवा भएर हेरेर बस्नुहुन्छ. अलिअलि अक्वर्ड हुने तर ठिकै छ. भिडियो आइरहेको छ कि छैन थाहा छैन तर ओके सो यो चाहिँ रेन्जमा हानेको बल भयो. म यति बल सकाउँछु अनि त्यसपछि हजुरहरूलाई अर्को चिपिङ एन्ड पटिङ दुईटा बाँकी छ त्यो देखाउँछु है त. अलराइट गाइज. ओके सो यो चाहिँ चिपिङ भनिन्छ यसलाई हैन. चिपिङ भनेको चाहिँ अघि हामीले फुल स्विङ गर्यो. सरी प्लेनको आवाज आइरहेछ. अघि हामीले फुल स्विङ गर्यो. अब यसमा चाहिँ हामीले हाम्रो चिप भनेको सानो के ल खास वाइ टु वाइ भन्छ सानो हैन. सानो गरेर सानो यो गर्ने. सो हाम्रो गोल भनेको चाहिँ झन्डानिर सकभर झन्डानिर चाहिँ होलनिर चाहिँ पुर्याउने हाम्रो गोल हो है त. सो यो गर्दाखेरि चाहिँ त्यही हो सानो चाहिन्छ. इट्स ओन्ली वाइ टु वाइ. सो फिट यति सानो मात्र गरिन्छ. यो यहाँ भयो यो अनि यसरी झन्डानिर यसलाई चाहिँ चिपिङ भनिन्छ है. चिपिङ यो भयो अगाडि. हेर्दा सजिलो छ तर यसमा चाहिँ कन्ट्रोल गर्नुपर्ने हुन्छ कि भयो. अनि
गल्फमा चाहिँ यार्डहरू हेरेर हुन्छ कि लाइक अब हामीले कोही कोहीले मिटरमा पनि गर्छ तर युजली चाहिँ हाम्रो यार्डमा हुन्छ लाइक 20 yards 30 yards अब कति कति यार्ड हुन्छ है यसलाई चाहिँ सर्ट चिप भन्यो हैन एउटा छिर्दै हुन्थ्यो भनेको इट्स ओके सो यो भनेको चाहिँ चिपिङ हो गाइज हैन अनि गल्फमा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट चिज भनेको चिपिङ एन्ड पटिङ पटिङ अहिले म ठ्याक्क अब यो पछि देखाउँछु चिपिङ एन्ड पटिङ भनेको चाहिँ के भन्ने एउटा की हो कि सर्ट गेम भन्छ हैन यो चाहिँ की हो सो पटर चाहिँ यस्तोलाई भन्छ है सो दिस इज माई पटर सो पटर चाहिँ हतपत्ती रेन्जमा हानिँदैन यस्तोमा हानिँदैन अलिकति घाँसहरू अलिक स्मुथ भएको ठाउँमा अहिले म देखाउँछु त्यसमा हानिन्छ हैन सो अघि रेन्ज भयो यो चिपिङ भयो अब म एकचोटि एक राउन्ड फेरि गर्छु है त ओ माइक छ भने बिर्सिरा मैले त आफै गीत गाइरहेको रहेछ ठिकै छ अघि मान्छे टन्नै थियो यहाँ अहिले त सुनसान रहेछ अघि क्या रेन्जमा एकजना मान्छेले मलाई कसरी हेरेको हेरे त्यो आई थिङ्क नेपाली अब के भाषा बोलेको भन्ने भयो होला यस्तो आफूलाई अक्वर्ड फिल भइरहेको वहाँ पर हेरे भने के गर्ने भइदिएर ओके सो वान मोर गरौँ है त ला कता थिएँ म क्यामेरा एङ्गलमा छु कि छैन एकचोटि हेर्छु ल क्यामेरा एङ्गलमा छु कि छैन अच्छी oh yeah perfect okay so चिप पनि एउटा हाई एउटा लो डिफ्रेन्ट काइन्डको हुन्छ कि चिपिङ चाहिँ म चाहिँ के भन्छु भने आफ्नो इन्डिभिजुअलको फिलिङमा भर पर्ने हो कि अब कसरी प्र्याक्टिस गर्छ त्यसमा लाइक यसरी नै गर्नुपर्छ भन्ने छैन भन्नाले अब फुल स्विङ गरेर त गर्ने होइन तर कोहीले रिस्ट चलाउँछ कोहीले अब आफ्नो कस्तो कस्तो फिल हुन्छ त्यही अनुसार हुन्छ ओके गाइज मेरो गोल चाहिँ एउटा होलभित्र जाओस् भनेको खोइ नजाने जस्तो छ अरे that was a bad one घाँस अलिकति लामो लामो छ कि ओके गाइज ठिकै हो म जस्ट पट गर्छु है त त्यहाँ गएर क्यामेराबाट त देखिँदैन होला त्यस्तो धेरै अहिले म पटिङ ग्रिनमा गएर देखाउँछु सो अर्को कुरा चाहिँ पट गर्दाखेरि चाहिँ हामीले यो पन्जा चाहिँ लगाउँदैन होइन कोही कोहीले लगाउँछ तर पन्जा किन लगाउँदैन भन्दाखेरि पटिङ गर्दाखेरि चाहिँ अब स्ट्रोक हुन्छ नि त कति हान्नुपर्छ भन्ने हुन्छ पन्जा लगाएपछि अलिकति फिल गर्न गाह्रो हुन्छ भन्छ कोही कोहीले चाहिँ तर गरेको देखेको छु है So I'm just gonna go pat. On the front, she's gonna be my 3 o'clock on single lead threesome. Once that group in front of you has reached screen, you may jump. यो चाहिँ तपाईँहरूले के बोलेको भन्न थाल्नु भयो होला यो चाहिँ प्रो सपमा अब यहाँ चाहिँ टी टाइम हुन्छ क्या अब 18 होल्स खेल्नको लागि आफ्नो टी टाइम भनेको चाहिँ यति बजीको अपोइन्टमेन्ट जस्तो भनौँ न यति बजी स्टार्ट गर्ने भन्ने हुन्छ सो उनीहरूले चाहिँ यो टाइम भयो है तिमीहरू आऊ है भनेर चाहिँ अनाउन्स गरेको ओके सो आम फरिङ आई डोन्ट थिङ्क क्यामेराबाट त देखिँदैन होला तर हेरौँ ओके ओ एक्चुली पट नगरौँ होला पानी नै पानी रहेछ होलभित्र अब पटिङ ग्रिनमा जाऊँ है त एकछिन दिस इज सो मच फन गाइज हुन्छ नि मलाई कस्तो कोही साथीसँग बोल्दै प्र्याक्टिस गरेर जस्तो फिल भइरहेछ हुन त कोही छैन यहाँ तर सबैजनाले मलाई हेर्नु भएको जस्तो फिल हुँदो रहेछ सो एभ्री डे अब चाहिँ प्र्याक्टिस यसरी नै आउनु पर्यो हजुरहरू पनि इन्गेज हुनु हजुरहरूले पनि मलाई भिडियोहरू सेन्ड गर्नु होइन न विल प्र्याक्टिस टुगेदर ओके सो हामी पटिङ ग्रिनमा जान्छौँ है त सो पटिङ ग्रिन चाहिँ कहाँ छ भने तर उनीहरू छ पटिङ ग्रिन चाहिँ देख्नुभयो पटिङ ग्रिन भनेको चाहिँ सो पटिङ ग्रिन भनेको चाहिँ देख्नु होला नि डिफ्रेन्स यस्तो हुन्छ क्या सो यो भनेको चाहिँ एज भयो
यो चाहिँ पटिङ ग्रिन भयो हैन फेन्स भनौँ न यो भयो अनि यो चाहिँ प्र्याक्टिस गर्ने मात्र हो एकछिन म मेरो ब्याग लिएर आउँछु है मेरो ब्याग लिएर आएको देखाउने हो म ब्याग लिएर आउँछु मेरो ब्याग उनीहरू राखेको छु कि त्यही भएर यहाँ चाहिँ एयरपोर्ट एकदमै नजिक भएको भएर प्लेन चाहिँ 24 घण्टा नेपालको एयरपोर्टमा जस्तो कि केही हुँदैन नेपालको याद आउँछ मलाई ओके सो ब्याग यहाँ राखौँ अनि त्यसपछि विल स्टार्ट पटिङ है त सो अगेन मैले भनिसकेँ यो चाहिँ पटर हो हैन अनि अब म क्यामेरा यता फर्काउँछु है त सो पटिङमा चाहिँ के हुन्छ भने मेन बिगिनरहरूले जान्नुपर्ने चाहिँ के हो भने पटिङ भनेको रेन्जमा हानेको जस्तो पुरा फुल स्विङ होइन हैन पटिङमा चाहिँ युजली हामीले फिट्स टुगेदर खुट्टा दुईटा जोड्यो त्यसपछि अनि 1 2 थोरै मात्रै सानो मात्रै निकाल्यो त्यसपछि फुट टु फुट भन्छ कि भनेको खुट्टा टु खुट्टा कि खुट्टा टु खुट्टा खुट्टा टु खुट्टा यस्तो हुन्छ हैन जस्तो अब यो भयो 1 खुट्टा टु खुट्टा again यो भयो foot to foot well that was in but anyway so यो भयो त्यसपछि यो again खुट्टा to खुट्टा खुट्टा to खुट्टा अब देखि सम्झिनु पर्यो म हरेक गर्ने बेला यो भयो foot to foot foot to यसलाई चाहिँ पटिङ भनिन्छ सो मलाई चाहिँ युजली पटिङ यतिकै गर्नलाई चाहिँ साफ्ने एउटा गोल भएन भने चाहिँ अल्छी लाग्छ कि हैन अब ढाड दुख्छ त्यही भएर म चाहिँ एउटा गेम देखाउँछु है त हजुरलाई पक्न है त टी निकालौँ एउटा उसबाट म चाहिँ यो ब्यागमा चाहिँ टीहरू राख्छु सो पक्न है त टी भनेको कतिलाई थाहा छैन होला चिया खाने टी होइन टी चाहिँ यस्तोलाई भनिन्छ सो टी भनेको यो हो है प्लेन त कति धेरै आउने हो कि साउन्ड पनि सुन्छ कि सुनिँदैन सो मेरो गोल म के गर्छु भने फिट ओके 1 2 3 3 फिटको पट 3 इन अ रो मैले गर्नुपर्छ देन आई क्यान गो टु द नेक्स्ट वान 1 2 3 सरी माइकमा ट्याङ ट्याङ बजिरहेछ 3 फिटको पट 3 चोटिमा मैले 3 इन अ रो सिधाउनुपर्छ देन आई क्यान स्विच टु अदर टीमा है त सो 3टा भयो मलाई 3टा मात्र बल एक्चुअली एउटा मात्र बल भए पनि पुग्छ हामी एउटा टीबाट चाहिँ 3 चोटि 3 इन अ रो के एकचोटि पनि मिस नभइकन छिराउनुपर्छ प्लेनले गर्नु गरे यो हावाले के रे आवाजले ठिकै छ ए ल हेरौँ है त 1 2 अब यो छिरा भने आई क्यान गो टु द नेक्स्ट अर्कोमा जान मिल्छ 3 ओके पर्फेक्ट सो नाउ अब म यसमा जान्छु 3 चोटिमा एकचोटि छिराउनुपर्छ सो देखिरह होला है हो नदेखिए पनि अब के गर्ने ठिकै छ 1 2 and 3 ओके पनि भयो अब फेरि 3 चोटि मिस भयो भने चाहिँ फेरि उसमै आउनुपर्छ अर्को टिममै जानुपर्छ त्यस्तो हुन्छ कि गेम पुरै कम्प्लिटली 3 चोटि छिराउनुपर्छ ओह अब मिस भयो नि अब नाउ आई हैव टु गो ब्याक अगेन मैले जहाँबाट स्टार्ट गरेको त्यहीँ जानुपर्छ कहाँबाट स्टार्ट गरेँ मैले यहाँबाट हैन जहाँबाट स्टार्ट गरेको त्यहीँ जानुपर्छ ओ मेरो कपालले गर्नु पर्यो सरी ओहो यो प्लेन कति नजिक आएको
Okay. 1, 2. Oh my goodness. So के हुन्छ भने गाइज हैन प्र्याक्टिस गरिराख्दाखेरि प्र्याक्टिस कस्तो चिसो आयो प्र्याक्टिस गरिराख्दाखेरि जहिले पनि लास्ट बल हुन्छ नि जहिले पनि प्रेसर हुन्छ के सो यस्तो गेममा पनि आफ्नो एउटा प्रेसर पटको चाहिँ प्र्याक्टिस भइरहेको हो कि किनकि हाम्रो टुर्नामेन्टहरू खेल्दाखेरि चाहिँ भनौँ न अब स्पेसली सबैजनाले हेरिरहेको छ अथवा त्यो लास्टमा छिराउनै पर्ने छ भने कति धेरै प्रेसर हुन्छ कि सो यसमा पनि त्यस्तै प्रेसर हुन्छ कि हुन त हजुरलाई यति ज्यादा सानो पर्छ जस्तो लाग्छ होला है तर के गर्नु ओके हेरौँ कति घन्टामा सकिन्छ होला त घन्टा लाग्दैन होला ओके प्रतिमा चाहिँ बोलाएर खेल ओके ओके 1 2 3 perfect ओके अघि मैले मिस गरेको ठाउँमा मैले मिस गर्नु हुँदैन सो व्हाट आई हैव टु डु हल्का प्र्याक्टिस गर्नुपर्छ ओके here भयो come on oh my god guys see कस्तो फ्रस्ट्रेट हुन्छ क्या यस्तोमा भएपछि हैन तर केही छैन इट्स अल अबाउट प्र्याक्टिस मेरो के भइसक्यो भने त्यो टीबाट मेरो मेन्टली ओइ छिर्दैन कि भन्ने भइसक्यो क्या त्यही भएको हो केही होइन अरू 2 3 okay अब अर्को पार्टिङ 1 कमी लाग्यो गाइस कमी लाग्यो 2 3 ओके अलराइट यो चाहिँ म छिराएरै छाड्छु ओके टाइम लिनु पर्यो हजुरलाई पनि ढुकढुक भइसक्यो होला है कमान प्रतिमा छिरा नै आयो यो त के यस्तो जाब अरे क्या 1 2 गाइज त्यो चाहिँ त्यो द्याट वाज इन है त यो चाहिँ किन इन थियो भने ठ्याक्क यो उसमा यस्तो अब कसरी देखाउने जस्तो इन थियो है चिट गरेको होइन आई प्रमिस बल ठ्याक्क दुईटामा यस्तो माथि अड्के थियो कि सो त्यो छिरेको बल पनि त्यहाँ अड्क्यो कि त्यही भएर ओके दुईटा बाँकी छ ओके कमान प्रतिमा भोक लागिसक्यो ओके 1 2 सो देख्नुभयो है यस्तो माथि अड्किया छ नि सो अघि पनि त्यही भयो क्या Oh my god. गाइस जस्तो हुन्छ कि हैन एक्चुअली अब म स्टार्ट त्यहाँबाट गर्छु अनि घुम्दै त्यहाँ आउँछु है त म यहाँबाट स्टार्ट गर्छु अब अति भयो हैन त अति नै भयो के 1 2 Come on. Oh my goodness. देख्नुभयो that's called pressure. बोर भइसक्यो होला है हेर्नेलाई पनि इट्स ओके मलाई पनि त्यस्तै भइरहेछ ओके केही बोल्दिनँ है त म सुनसान
मेबी बोल्नु पर्दैन रहेछ कि म उल्टोबाट घुम्दै आइरहेको छु हेरौँ सुल्तो नहुत नहोत ओके बोल्न पनि आएन Sorry guys, that was so embarrassing. Literally, that was so embarrassing. Focus गरेन अन्धाधुन्दा हान्यो भने त्यस्तो हुन्छ. Okay, I promise. I'm gonna go faster. I'm gonna focus है त. It's always that last ball. Always that last ball. Keep out of that. Last ball चाहिँ म line up नै गर्नु पर्यो. Oh guys, this one. I really need to focus. Come on. Okay, good. अब यसमा पनि है त. I will really I have to focus it. Come on. Okay. Guys, कस्तो ढुकढुक भयो. Oh my god. Oh my god. Okay, okay. It's okay. It's okay. Okay guys, अब यताको सट्टा म उता जान्छु है त. के भयो होला त है? छ्या. के भएन प्र्याक्टिस नपुग्या. Okay. Whew. Okay guys. Okay. 2 down. Okay, let's see. One. 2. Guys, ढुकढुक भयो. 3. Whew. Oh my god. कस्तो डर लागेको. Okay. अब अर्को है त. 1. 2. Always last ball. Come on. Guys, yes. Okay, 2 more. I got this. Wait, no, not 2 more. 1 more. Oh my god, guys, this is the last one. Okay, last yo bhayo bhane I am ready to go home. Okay. Guys, should I just start from here? I don't know what to say on that. So sorry. You know why I keep missing? Because there is a stupid break. And okay, I think I just need to drink water first. Okay, last one more round, guys. Last one more. I'm so sorry. Okay. Video पनि कति लामो हुने होला.
गाइस मैले यस्तो गरेको एकजना मान्छेले मलाई उस्तरी हेर्दा रहेछ सुट तिमी यो होलले मलाई किन यस्तो मन नपराएको हो माई गुडनेस छेड्यौ न भा तिमी के छ र के जान्छ तिम्रो guys what's going on I'm just gonna change the ball okay changing the ball ke bhako yo oh my god oh good what okay guys come on I got this Whew, jeez okay 2 3 कस्तो बोल्न पनि डर लागेको यो त हेत्तेरिका पुरै नेसनल च्याम्पियनसिप नै खेल्न गएको जस्तो भयो Oh my god guys you have no idea मेरो ढुकढुक सुन्न मिल्ने भए भुइँचालो जस्तो हुन्थ्यो होला के भयो त गाडी केले हाने जस्तो छ sorry don't get distracted Fatima I literally closed my eyes in that guys म त पट गर्ने हो अनि आँखा चिम्म गर्ने हो अब त okay guys last this one okay last this one and then I got it okay. I'm not got it then I am done oh my goodness okay I think every teaser मेरो साथी थियो एउटा यो बाइक यो टीलाई चाहिँ मसँग I don't know के रिस उठेको रहेछ so धेरै टाइम लाग्यो फकाउनलाई but ठीक भयो oh my goodness guys यति धेरै प्रेसर भएको थियो no idea okay अब चाहिँ घर जानुपर्छ सो त्यही हो हैन हामीले चाहिँ सानो रिक्याप चाहिँ के भयो भने बल हान्यौं रेन्जमा then chipping भयो potting भयो and this is called potter अमेरिकन वेमा चाहिँ हामीले पटर भन्यो भने ह भन्छ पटर भन्नुपर्छ नेपालमा चाहिँ पटर लाइक पटर है त ल अब म घर जान्छु त्यसपछि अनि भिडियो एन्ड गर्छु है त थ्यांक यू गाइस सी यू ओके मलाई आशा छ हजुरहरूले आजको यो भिडियोबाट चाहिँ गल्फको बारेमा 10% भए पनि नलेज पाउनु भयो होला हैन अझै धेरै नै छ रुल्सहरू धेरै छ मैले बल हानेकोहरू देखाउन बाँकी छ धेरै नै बाँकी छ सो त्यसको लागि चाहिँ नेक्स्ट एपिसोडमा हजुरहरूलाई पक्कै नै देखाउने छु र यो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद अनि प्लिज हजुरहरूसँग केही आइडिया छ भने प्लिज कमेन्ट गर्न नबिर्सिनु होला अथवा मेसेन्जरमा इन्फोर्स गर्नु होला यति भन्दै यो युट्युब च्यानललाई लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनुस् होला सिक्दैछु कि बिस्तारै हैन त्यति भन्दै हजुरहरूको दिन राम्रो बनोस् Have a good night, good morning, good afternoon, good day. Namaste.